गाइज अहिले चाहिँ रङ्गेलीदेखि घर गइरहेको छु। अब चाहिँ संसारीको दृश्य हेराउँछु अगाडिमा। अहिले चाहिँ हल्का टाइम लाग्छ। यहाँ चाहिँ पोखरा खोला रहेको छ अगाडिमा। त्यो चाहिँ पुरै पोखरा खोला हो। अहिले चाहिँ यहाँबाट ठ्याक्कै मात्र 5 मिनटसम्म लाग्छ होला त्यहाँ हामीलाई संसारी पुग्न। अघि चाहिँ ओभर भिड थियो त्यस कारणले मैले बनाइनँ। अब चाहिँ यहाँबाट जाँदाखेरि चाहिँ बनाउँछु, बाहिरदेखि नै बनाउँछु। अघि चाहिँ भित्र छिरिहालेको थिएँ। अब चाहिँ घर जाँदैछु नि त, त्यस कारणले अहिले धेरै खास जति बनाउँदिनँ, मतलब भित्र जाँदिनँ, एकचोटि गइसकेँ। त्यस कारणले अब चाहिँ यहाँदेखि बाहिरदेखि तपाईँलाई दृश्य हेराउँछु। यताको बाटो चाहिँ एकदम राम्रो रहेको छ। यहाँ अगाडिमा हेर्न सक्नुहुन्छ पुरै राम्रो दृश्य रहेको छ, एकदम कुल दृश्य। यो अगाडिमा चाहिँ हाम्रो संसारी, यो चाहिँ पुरै सबै थोक रहेको छ। यता लाइटिङहरू पुरै एकदम राम्रो रहेको छ। भ्यू चाहिँ यताको एकदम बवाल चाहिँ बवाल, पुरै राम्रो रहेको छ। रोड पनि एकदम मस्त। अब चाहिँ हामी चाहिँ अलमोस्ट पुगिहाले संसारी। यहाँ चाहिँ अब तपाईँहरूलाई दृश्य हेराउनु गइरहेको छु। जस्ट हेर्न सक्नुहुन्छ यो चाहिँ अगाडिमा रहेको चाहिँ संसारी। यहाँ हेर्न सक्नुहुन्छ अहिले। यहाँ चाहिँ हेर्न सकिन्छ। यो चाहिँ अगाडिको दृश्य हो। अनि त्यसपछि यहाँ चाहिँ भिड हुन्छ नि त, पुरै ओभर क्राउड हुन्छ क्या यतातिर। यो चाहिँ हाम्रो मेन यता संसारीको भ्यू रहेको छ। यो चाहिँ हाम्रो संसारी रहेको छ यतातिर ठ्याक्कै। पुरै क्राउड हुन्छ यतातिर। आज पनि पुरै थुप्रै क्राउड छ है, ओभर क्राउड रहेको छ यतातिर। यता चाहिँ हाम्रो अगाडिमा पुल, त्यसपछि यो चाहिँ यतातिर नदी रहेको छ है, नदी। यहाँबाट हेर्न सकिन्छ मजा, एकदम राम्रो सिन रहेको छ है। यहाँदेखि अब चाहिँ निस्किँदैछु घरतिर। लेट्स गो।